यो हो यसरी हो। हेलो फ्रेन्ड्स, सबैलाई गुड मर्निङ। हामी चाहिँ अब बिहान यसो अब मासु बल हिँड्न आँटेको। यहाँ चाहिँ हाम्रो सुमन साथी आइभन मासु आइभन थप्पड हान्छु। कता कता हो मासु पसल बिहानै भ्लगसँगै तातो हावा खाँदै यस्तो जाडोमा घाम ताप्दै हाम्रो सुमन दोस्त हाँस्दै इस्माइल। मैले जस्ट टोपी लगाएको छु किनकि मैले कपाल काटेको छु। मेरो कपाल हेर्नु जानुहुन्छ पुरै टक्कै छ कपाल है। अनि सुमन हामी चाहिँ कता हिँडेको अन्त? मैले अहिले टोपी लगाएको छु कि मेरो कपाल काटेको नि त हिजो। अनि आज न्यु इयर छ अरे। अनि यस्तो बिहान अब मर्निङ वर्कहरू यस्तो अब जानुपर्ने हुन्छ। अनि गएको पनि त नयाँ साल भनेको त अब बाजेसको हो। बाजेसको भने हाम्रो देश भने एउटै हो सबै देशहरू। मासु बस्नु यहीँ नजिकै छ त है। म त मलाई कहाँ टाढा भनेको त। मासु बस्नु चाहिँ उता पर हो। यता चाहिँ हाम्रो पुरानो पेट्रोल पम्प, नयाँ पेट्रोल पम्प उता पर छ। यो चाहिँ पुरानो पेट्रोल पम्प। सुमन र म यता अब मासु अब किन्न आँटेको। कति किन्न आँटेको? 5 केजी? 5 केजी मासु किन्न हिँड्न आँटेको। 5 केजी मात्रै? 10 केजी किन्नु त के फरक पर्छ र? अनि 5 केजी मासु अब किन्नु अब हामी जान आँटेछौँ। अनि त्यही हो। अनि यता चाहिँ हाम्रो पुड्की क्लासको है सबैभन्दा सानो मान्छे मासु पसल आइसक्यौँ। अब यो चाहिँ मासु पसल भनेको मनोज मासु पसल। कति भन्न? 5 केजी नाटेको नि हामी मासु पसलमा छिर्छौँ। त्यसै गरी मासु पसल किन्दा यहाँ चाहिँ अब रोड बनाउन आँटेको होला नि त। रोड बनाउन आँटेको होला। अनि यता चाहिँ अब घाम अब बिहान अब क्या घाम आएछ। मैले टल्किदिन्छ होला। अब मासु खाएर अब 5 केजी मासु किन्न आँटेको हामी। 5 केजी। अनि यहाँ चाहिँ अनि बाटस टेलस होइन लुगाहरू सिलाउँछ होला। कोटहरू सिलाउने धेरै छ यता वरिपरि। अब कपाल अब मैले कपाल खोलेँ भने अब यस्तो देखिन्छ। यो हाँसिरहेको छु मेरो कपालले। तेरो कपाल ठुलो छ नि भाइ। मलाई हेरेको भाइ, मलाई हेरेको त नि कपाल ठुलो छ भने यस्तो कपाल अब कपाल काटेको नि त मैले। अनि त्यही हो। अब विन्टर सिजन आयो। अलि टाउकोमा चिसो हुन्छ है। टोपी लाउनु पनि। टोपी लगाइदिनु मेरो गाई छ नि। म टोपी लगाइदिनु टोपी लगाइदिनु ल। अब यस्तो लगाइदिएको हुन्छ यस्तै हो। मैले मास्क भन्नुपर्ने हुन्छ किनकि यो भनेको मास्कहरू यस्तो हुन्छ नि दुधेको। के अरे के भन्छ? हबिबी कम टु नेपाल, नेपाल कम टु नेपाल। छिटो गर। अनलाइन छ यस्तो। अब हेन्सी मान्छे अब हाम्रो बाह्रको हेर्नु सक्नुहुन्छ है। 12 जस्तै हेन्सी मान्छे। आज चाहिँ अब के भएको अँध्यारो छ मुख। अरू बेला अब कलेज पढ्दाखेरि चाहिँ क्या उज्यालो हुन्छ जस्तो मुख। आज के हो? आज अँध्यारो छ। यहाँ चाहिँ हाम्रो शिक्षकहरू यो छ नि ओर्दै। अनि एउटा मासु पसल लाने बेच्दै। अनि कति 5 केजी होइन सुमने? धेर भयो कति थोर भयो? 10 केजी होला। फेरि हाम्रो परबाट पुड्की मेडम आउँदै। राम अझै नजिक पार्दा क्या अग्ली देखिन्छ। अझै नजिक पार्दा क्या अग्ली देखिन्छ। जतिखेर नजिक आयो मान्छे अनि फेरि हो कि हेर्नु। के हो? कपाल हेर्नु न कपाल त्यहाँ कपाल हेर्नु न कपाल त राम खुट्टा छुइसक्यो कि यो मान्छेको। त्यो मेरो ट्यालेन्ट हो। यो भिडियो पोस्ट हानिदिन्छु म ल। यो भिडियो पोस्ट हानिदिन्छु ल। यो मान्छेले हाम्रो मासु लगेको छ। अब यहाँ 10 केजी मासु बन्दैछ। अब सुमनले 80 मिनट हान्छ। अब म चाहिँ अब 10 केजी ज्याम पनि खाने है। कति होला के गर्नु अब यतै गर्दै अब ल। यहाँ चाहिँ अब लाग्दिउँ ल। अब यहाँ बाटो बनाउँदैछ क्या। बाटो हेर्दिउँ न कस्तो पर्छ।
यसो क्यामेरा हल्दैछ नि त अनि यस्तो गर्छन् होइन यस्तो बोल्छन् म चाहिँ अब टक्कै यसरी यहाँ टक्कै च्याप्पै मोबाइल पक्रेर अगाडि यसरी बढेर अनि मैले यस्तो गर्नुपर्ने हुन्छ मेरो हात पनि देखिन्छ अनुहार पनि क्लियरली देखिन्छ हेर्नु न रोडहरू कस्तो बन्दैछ यहाँ वरिपरि एक्का अच्छा नालीहरू बन्दै होला नि त राम्रै हो बिस्तारै अब नेपाल पनि अब सुध्रिएछ नाली बन्यो होइन रोडहरू बनेको छ अब यहाँ पनि अब पछाडि यहाँ पनि अब पिजहरू बनाउँछ होला अङ्कल चोर खाँदैन अङ्कल त्यो चोर खाँदैन चोर खायो भने फेरि क्यान्सर हुन्छ म त खान्न नि त किनकि म भनेको एकदम हेल्दी मान्छे हेल्दी चाहिँ हेल्दी नै हो म अब बिस्तारै अब आर्मीतिर पनि छिर्नु भन्नु सोचिरहेको छु बिस्तारै छिर्नुपर्ने हुन्छ आर्मीतिर पनि अनि हामी साथी अब यहाँ 10 केजी मासु निलैलै 10 केजी मासु यस्तै हो पुऱ्याइसकेको नाली भएको नाली बढ्छ नालीको बनाउँदैछ यहाँ बिस्तारै पिच बनाउँछ होला यार उहाँ बनाइसक्यो यहाँ पनि बनाउँछ होला पिच जाडो हो यो मान्छेले ज्याकेट लगाएको छ मैले एउटा सानो पातलो हाल्ने लगाएको छु अनि मलाई जाडो हुँदैन अनि त जाडो हुन्छ जुत्ता लगाएको छु चप्पलमा छ त्यस्तो ब्रान्डेड जुत्ता होइन यो मलाई 300-400 पाउँछ यस्तो जुत्ता मेरो बजेटमा हामी लाग्छ क्या छ यसलाई ठ्याक्कै मासु पसलको अगाडि टक्क बस्छ क्या सको छ पछि यसको भविष्य यो मासु पसल